हेलो साथीहरू, आज चाहिँ मलाई किम्ची खान मन लाग्यो कारणले गर्दा मैले मिक्स किम्ची बनाउँदैछु। यो चाहिँ क्याबेज हो। मैले यसलाई मजाले काटेर नुनमा भिजाएर 10 मिनेट जति अनि मजाले पखालेको छु। यो चाहिँ किम्चीको लागि रेडी भएको छ। मैले यसमा मुला पनि एड गर्दैछु, क्यारोटलाई पनि एड गर्दैछु र यसको साथसाथै कुकुम्बरलाई पनि एड गर्दैछु र लेमन पनि चाहिन्छ, लेमन पनि युज गर्दैछु। मैले चाहिँ अघि जति देखाएको सामग्रीहरू थियो त्यो चाहिँ मैले काटेर रेडी बनाएको छु। तपाईहरुलाई जस्तो तरिकाले काट्न मन लाग्छ त्यसरी काट्नु होला। अनि अघिको क्याबेजलाई पनि मैले हेर्नुस् न कस्तो मजाले सर्भ भइसकेको छ, हेर्दाखेरि पनि कस्तो राम्रो देखिएको छ। र अघिको लेमनलाई चाहिँ मैले स्क्विज गरेर हैन निचोरेर यसको जुस निकालेको छु। यो जुसमा चाहिँ जति पनि दानाहरू छ यो चाहिँ निकाल्नु पर्ने हुन्छ। म चाहिँ यसमा लाउँदाखेरि अहिले हातले छानेर निकाल्छु। र किम्चीको लागि चाहिँ मैले आफै नै मसला युज गरेको छु। यसमा चाहिँ लसुन, प्याज अनि खोर्सानी, अदुवा सबै चाहिँ मिक्स गरेर रेडी गरेको छु। र तपाईहरुले पनि त्यसरी नै रेडी गर्नु होला। पिरो खान मन लाग्यो भने खोर्सानीहरू एड गर्न सक्नुहुन्छ। मैले चाहिँ अब यसमा नुन लगाएर हैन पुरा रेडी गर्दैछु। अब यसलाई चाहिँ नुन जति स्वाद अनुसारको चाहियो। अनि मैले चाहिँ ट्राई गरेँ, यसमा चाहिँ मेरो लेमन पुगेको रहेनछ, फेरि पनि मैले लेमनलाई एड गरेँ। अब यसलाई चाहिँ मजाले हातले नत्र भने चमस्टिकले, चम्चीले जेले चलाए पनि मजाले चलाउनुहोस्। अनि मजाले चलाइसकेपछि चाहिँ यो चाहिँ खानासँग खानालाई एकदमै रेडी हुन्छ है। जेसँग पनि खाना मिल्यो। तपाईहरुलाई चाहिँ केमा खान मन लाग्छ? मलाई चाहिँ अस्तिदेखि नै खान मन लागेको, आज चाहिँ टाइम भएको कारणले गर्दा म आफैले रुममा बनाएर खाँदैछु अनि बनाउँदैछु। अनि यो चाहिँ हामीले स्टक राखेर पनि खान मिल्छ। यसमा चाहिँ हामीले फ्रिजमा राख्नु पर्ने हुन्छ। अब तपाईहरुले चाहिँ कसरी खानुहुन्छ? म चाहिँ यस्तै तरिकाले खान्छु। मसँग चाहिँ टोमेटो केचप नभएको कारणले गर्दा यो नर्मल बनाएँ। अनि मेरो बहिनीले पनि चलाउँदैछ है। मेरो बहिनीलाई चाहिँ टेस्ट गराउन दिइरहेको छु मैले चाहिँ। उलाई चाहिँ कस्तो छ भनेर सोधिरहेको छु। उले चाहिँ भर्खर खाएर खाँदैछ। मलाई पनि मुखमा पानी आइसक्यो। मैले नि खाना त खाएँ, तर पनि अरूले खाएको हेर्दाखेरि आफूले खाउँ खाउँ लाग्छ नि त। पिरो, अमिलो, चट्ट टक्क परेको हैन किम्ची। अनि तपाईहरुलाई पनि मन पर्छ भने बनाएर खानुस्। बहिनीलाई चाहिँ फेरि पनि मन परेछ, फेरि पनि खाँदैछ। मैले सोध्दैछु कि कस्तो भयो किम्ची भनेर सोधेको। मिठो छ भनेर भन्दैछ। अब जस्तोसुकै भए पनि आफ्नो लागि हो हैन, अब खानै पर्यो। अनि मलाई चाहिँ हेर्दाखेरि खाउँ खाउँ लागेको छ। यसको रस पनि चाउचाउमा लगाएर खान चाहिँ एकदमै मिठो हुन्छ। मेरो चाहिँ फेभरेट हो। तपाईहरुले पनि यसरी नै घरमा किम्ची बनाएर खानु होला। बहिनीले चाहिँ मिठो छ दिदी किम्ची भन्दैछ। आजलाई यति नै, बाइ बाइ।